ल यति बेला चाहिँ म यो तालमा छु। तालको नजिकै एउटा चाहिँ यो एरिया छ। यो एरिया चाहिँ यहाँनिर गेट खुल्ला छ। यसको मतलब यहाँनिर भित्र पस्न अनुमति छ भन्ने हामी बुझ्छौँ, किनकि यदि बन्द गरेको भए मात्रै अनुमति छैन भन्ने हामीलाई त्यो अर्थ लाग्थ्यो। यो भित्र एकदम शान्त वातावरण छ। यो जाइफलको बुट्टा हामी देख्न सक्छौँ। त्यसै गरी यतापट्टि गुलाब, कस्तो राम्रो गुलाब फुलेको। अनि यहाँ शौचालयभरि बन्द छ। अनि यो धोपी सल्लाको बोट, आहा कस्तो राम्रो धोपी सल्लाको बोट। त्यसै गरी यो चाहिँ सुकेको रहेछ, खै सायद कुनै कारणवश होला। यो यतापट्टि सुन्तलाको बोट हो। यो यस्तो राम्रो रहेको छ यो। र यहाँ लाइटिङ पनि छ। अनि तालको नजिक यस्तो राम्रो हरियाली रुख वृक्षहरू पनि छन्। र सबैभन्दा धेरै मलाई ध्यान खिचेको भनेको यो गुलाबको फुलले हो। आहा हेर्न सक्नुहुन्छ कस्तो राम्रो खालको गुलाबको फुल। यस्तो पुरै बुके नै बनेको छ कि, पुरै थुङ्गाहरूको यहाँहरूले देख्न सक्नुहुन्छ। यस्तो राम्रो, कस्तो राम्रो बुके बनेको कि, पुरै एउटा चडप्प काटेर लगेपछि बुके किन्न नपर्ने। आहा यसले मलाई अति नै ध्यान तान्यो। यो चाहिँ यो पनि कस्तो राम्रो नै छ। र यहाँहरू देख्न सक्नुहुन्छ यो नै हो है मैले भन्न खोजेको त्यो बुके। आहा एउटा पुरै यहाँबाट समात्यो भने त यो पुरै फुलको बुके बन्ने, यति राम्रो खालको यहाँहरू देख्न सक्नुहुन्छ। आहा सो नाइस। अनि यसरी नै मलाई ध्यान तान्यो। र यहाँनिर एउटा बस्ने संरचना छ। यस्तै खालको संरचना फेरि पारी पनि बनाइएको छ उहाँ पारीतिर। यो ताल एकदमै रमाइलो छ। म त दिनको एकपटक त नपुगिकन मलाई एकदम मनै भरिँदैन, किनकि यो ताल त्यसै मनोरम, त्यसै सुन्दर। र तालको वरिपरि रहेका यी विभिन्न बस्ने संरचनादेखि लिएर फुलहरू, यहाँको चाहिँ यस्तो राम्रो खालको यो हेर्नुहोस्। अब के को रुख हो यो, रुखको नामै थाहा छैन मलाई। यो सायद धुपिजा हो कि यो के हो है, मैले चिने छैन। तर एकदमै उत्कृष्ट खालको यसको चाहिँ यो बनावट छ। यति झोप्प परेको यसको तल बस्ने राम्रो ठाउँ। यो चाहिँ यो सामुदायिक भवन जस्तो लाग्यो मलाई नजिकैको। यहाँ बैठकहरू पनि बस्ने गरिन्छ बेला बेलामा। यता पनि गेट छ र यता पनि गेट छ, दुईतिरबाट गेट छ। अनि यी फुलहरू नै मेरो एकदमै भित्री मनमै बसेका छन्। यहाँहरू देख्न सक्नुहुन्छ। आहा फुल यस्तो मनोरम दृश्य। साँझपख लाइट जल्छ यहाँ, ठुलो ठुलो ओभरहेड लाइटहरू छन् होइन। अनि यो पनि सुन्तलाको बुट नै हो यो। त्यसै गरी सरर र तालको यो छेउमा चाहिँ हिँड्ने बनाइएको छ। यस्तो राम्रो हिँड्न मिल्ने खालको, सरर वरिपरि हिँड्ने, साँझमा वाकिङ गर्ने। अनि त्यहाँनिर चाहिँ एउटा ताल बराह मन्दिर छ, त्यहाँनिर देख्न सक्नुहुन्छ। यो मन्दिर हो। र साथमा यहाँ माथि चाहिँ गेमहरू खेलिरहेका हुन्छन्। नेपालको झन्डाहरू पनि फहराइएको छ। र साना साना बस्ने कटेजहरू बनाइएको छ। यतापट्टि भने यो फलामको यो अम्ब्रेला टाइपको बनाइएको छ। यो पुरै एक चक्कर राउन्ड लगाउन सक्नुहुन्छ तपाईँले यस्तै खालको यो साइड वाकिङबाट। यहाँ चाहिँ ढुङ्गा पनि सञ्चालन थियो यो शीतगङ्गाको महोत्सवमा भने। यस्तो राम्रो मनोरम दृश्य पक्कै पनि यहाँहरूले एकचोटि पुग्नै पर्ने ठाउँ हो। यहाँहरूले यो फुल, यो सन्ध्याकालीन समय हो, निकै राम्रो आनन्दित महसुस भइरहेको छ। एकपटक अवश्य पुग्नु होला। यो ठाडा 4 नम्बर पऱ्यो क्यारे शीतगङ्गाको डमरुदहमा। यहाँहरू एकपटक पुग्नु होला है त। यस्तै विभिन्न भिडियोहरूमा म जोडिराखेको छु। यहाँहरूले मेरो च्यानल सब्सक्राइब गर्नुहोला र थुप्रै नयाँ भिडियोहरू पक्कै पनि हेर्न पाउनुहुन्छ यहाँहरूले। अर्को भिडियोमा तुरुन्तै भेटौँला। अहिले चाहिँ सब्सक्राइब गर्नुहोस्, कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। अनि यतै एरियाको तपाईँ बासिन्दा हुनुहुन्छ भने या तपाईँ एकचोटि यहाँ पुग्नु भएको छ भने कृपया मलाई कमेन्टमा बताउनुहोला। हस्, धन्यवाद, नमस्कार।